अंकित। नेपाल राज्य पत्र अंकित। नेपाल सरकार द्वारा प्रकाशित खण्डीय 75 काठमाडौँ फागुन 28 गते 2082 साल संख्या 37 भाग्य 5 मा नेपाल सरकारले गृह मन्त्रालय सूचना के भन्छ हामीहरूको जुन नेपालमा शनिबार र आइतबारको बिदा चलेको छ भने के कस्तो रहेको छ विवरणहरू सुन्नुहोस्। नेपाल सरकारले विगत सम्बोधन 2083 साल वैशाख 1 गतेदेखि चैत्र मासान्तसम्म 1 वर्षभरि सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायको लागि दहेज बमोजिम सार्वजनिक पर्व एवं छुट्याउने बिदा र कार्यक्रम समय निर्णय गरेको हो सूचना प्रकाशित गरेको छ। यो निर्धारण यस्तो छ भने कि हामीहरूको सार्वजनिकहरू सुविधा शनिबार र आइतबार। अब खण्डीय 75 मा हेर्नु संख्या 37 नेपाल राजपत्र भाग्य 5 मिति 2082 11 महिना 28 गते र 1 नम्बर छ वर्षभरिका शनिबारको बिदा। यो के छ वैशाखमा जबमा 5 गते 12 गते र 19 गते र 26 गते बिदा छ के को शनिबारको बिदा छ। ल म सेल्डोन गइरहेको छु हजुरहरूले हेर्नु कुन महिनामा कुन कति शनिबार परिरहेको छ त्यो विवरण छ। अब 2 नम्बरमा छ के भनेको पर्व मुलुक भारी सार्वजनिक बिदा हुने पर्वहरू। ख नम्बर नववृष वैशाख 1 गते मङ्गलबार चण्डनी पूर्णिमा वैशाख पूर्णिमा बुन्द्रा जैन। ल म सेल्डुन गइरहेको छु सबै साथीहरूले हेर्नु तिरी पढ्छु भने धेरै टाइम लागिहाल्छ त्यसै भएको कारणहरूले ल म सेल्डुन गइरहेको छु कुन महिनामा कुन बिदाहरू परिरहेको छ भने छठ पर्व कार्तिक 19-30 गते रहेको छ छठ पर्व हैन। हेर्नु साथीहरू कुन महिनामा कुन बिदाहरू पाइने गइरहेको छु म हजुरलाई सेल्डुन गरिरहेको छु। अब म पढ्छु भने धेरै टाइम लागिहाल्छ। ल साथीहरू ल सबैजना युट्युब च्यानललाई